हरियाली सामुदायिक वन उपभोक्ता समिति वडा नम्बर 19 है यो चाहिँ। र यहाँ चाहिँ अब विभिन्न जङ्गली जनावरहरूलाई चाहिँ संरक्षित गरिएको छ हैन। वन विभागले पनि यहाँ चाहिँ ल्याएर कहिलेकाहीँ बुझाउँछ वा वन विभागको रेकर्डमा राखेर चाहिँ यहाँ विभिन्न जन्तुहरूलाई चाहिँ राखिएको छ हैन। अब यो चाहिँ दुम्सी भयो है। कतिवटा दुम्सी राख्नु भएको छ अहिले तपाईहरुले? दुईटा राख्नु भएको छ है। यहाँ चाहिँ के नियमहरू पनि बनाउनु भएको छ है यो उपभोक्ता समितिको? ए तपाईले रेखदेख गरिराख्नु भएको छ अहिले? ए पाल है। दुईटा दुम्सी राख्नु भएको छ। अनि यहाँ चाहिँ के राख्नु भएको छ यहाँ भित्र? अजिङ्गर है। ओहो पाइथन कतिवटा राख्नु भएको छ अजिङ्गर चाहिँ? 4वटा है। यो चाहिँ कहाँ वन विभागले ल्याएको हो कि आफै लिएर आउनु भएको? वन विभागले चाहिँ कुन यो ठुलो दिएको हो कि क्या? यो सानो चाहिँ उसले पनि त समातेरै ल्याउने होला हैन? अहिले चाहिँ 4वटा अजिङ्गरहरू पनि राखिएको रहेछ यहाँ हैन। साइजमा त निकै ठुल्ठुलो पो रहेछ नि यिनीहरू त। यो चाहिँ हाम्रो डियर हैन, बार्किङ डियर, रथुवा मृग है। यो दुईटा रहेछ। अनि यहाँ चाहिँ के राख्नु भएको छ? तित्रा है। तित्रा र कालिज। यो माथिल्लोमा चाहिँ यसलाई त के चित्तल? चित्तल त होइन, के पो भन्छ यसलाई? चित्तललाई भन्छ। त्यो चाहिँ पोथी हो यो भाले। ए पोथी र भाले चित्तल राखिएको रहेछ यहाँ। र त्यस्तै यहाँ माथि चाहिँ के राख्नु भएको छ यो स्पेसमा? यहाँ त नीलगाई चर्नु गएको छ भरे। ए नीलगाई चर्नु जान्छ आफै यतातिर है? अनि गएर फेरि यहीँ आउँछ बस्नका लागि? बेलुका आउँछ खानु। ए जङ्गलमा यहाँ बाघहरू त छैन नि? यति होला है। अरू के राख्नु भएको छ र? अनि यिनीहरूलाई किन तल एकै ठाउँमा राख्दा हुन्थ्यो नि? फरक फरक राख्नु भएको रहेछ। ए जुत्छ? यिनीहरू पनि जुत्छ? दुम्सीहरू जुत्छ है। ल ठिक छ। यता चाहिँ राजा हाँस पनि राख्नु भएको छ? ए ल। ए राजा हाँस पनि चढ्नु गएको छ है। जे भए पनि यो हरियाली सामुदायिक वन उपभोक्ता समितिको पहल र त्यस्तै गरी एउटा यसले चाहिँ पर्यटनलाई पनि थोरै प्रवर्धन गरिरहेछ है। टुरिस्टहरू हेर्न कोही कोही आउँछ। र यहाँ चाहिँ वन विभागको रेकर्डमा राखेर जङ्गली जनावरहरू चाहिँ राखिएको छ है।